ग्रेट ग्रीक फिलोसोफर सोक्रेटिस डेमोक्रेसीलाई मन पराउँदैनथे। उनी यो कुरासँग डराउँथे कि डेमोक्रेसीले समाजलाई तबाह गर्छ। अनि उनको यसप्रतिको आर्ग्युमेन्ट यो थियो कि नट अल ओपिनियन्स आर इक्वल। तपाईँ यदि बिरामी हुनुभयो भने कुनै ऱ्यान्डम डक्टर चुज गर्नुहुन्न, राइट? यु वुड चुज द ट्रेन्ड एन्ड बेस्ट वान। सो सोक्रेटिस यो भन्थे कि किन त्यो भिडलाई आफ्नो लिडर चुज गर्न दिने जुन भिड एकदम अनइन्फर्मड छ। डेमोक्रेसीले उत्तिकै पावर त्यो मान्छेलाई दिन्छ जसले लेट्स से 10 वर्ष पोलिटिक्स पढ्यो होला, सिग्निफिकेन्ट एक्सपिरियन्स हासिल गर्यो होला, अनि उत्तिकै पावर त्यो मान्छेलाई पनि दिन्छ जो चाहिँ जसलाई यो कुराको बारेमा जीवनभर केही सोचेकै छैन होला। अनि यसै कारणले सोक्रेटिस भन्थे कि त्यो नेताहरूले त्यो भिडलाई सजिलै म्यानिपुलेट गर्न सक्छन्। उनीहरू सत्य बोल्नुको सट्टा त्यो भिडले जे चाह्यो, जे सुन्न चाहिरहेको छ त्यही चाहिँ बोलिदिन्छन्। हुएभर प्रमिसेस द इजिएस्ट सोल्युसन विन्स, नट बिकज दे आर राइट बट बिकज दे आर पपुलर। डेमोक्रेसीको मुख्य समस्या अकर्डिङ टु सोक्रेटिस यो हो कि यसले रिजन र फ्याक्ट्सलाई भन्दा इमोसन्स, भावनालाई बढी कदर दिन्छ। अनि सबभन्दा इन्ट्रेस्टिङ कुरा, एथेन्स जुन सहर छ डेमोक्रेसीको बर्थ प्लेस, त्यही सहरले सोक्रेटिसलाई मृत्युदण्ड दिन्छ बाई डेमोक्रेटिक भोट। अनि अहिले जुन नेपालको पोलिटिकल सिचुएसन छ यसलाई लङ्गेस्ट टाइमसम्म एनालाइज गर्दा मलाई यही लाग्छ, सोक्रेटिस वाज राइट। अब तपाईँलाई के लाग्छ, डेमोक्रेसी सही हो कि गलत हो?